ल के छ पाक्दैछ त यहाँ त अर्ग्यानिक चुलोमा चाहिँ पाक्दैछ कतिजनालाई पकाउँदै हुन्छ यहाँ तीनजनालाई एक भाँडो भात पकाइदिनु भयो कति पकाउनु भयो निकाल्न मिल्छ निकालिदिनु त एकचोटि छोप्नु 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 यो त सबैलाई पुग्ने खालको छ त नि क्या 5जना 6जनालाई पुग्ला जस्तो छ त नि ल हामी हिँड्दा 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 बाटो हराएको मान्छे भइरहेछौँ त्यो अवस्थामा यहाँ दाइहरू काम गर्दै हुँदो रहेछ उहाँहरूले ठ्याक्क खानालाई पकाउनु भएको रहेछ अनि अब पक्दै छ अनि हाम्रो पनि यहाँ चाहिँ दाइ भोकले मरियो के गर्ने भनेको खाउँ भन्दै हुनुहुन्छ अब यहाँ हामी विचार गर्दैछौँ खाइयो भने त्यस अब हामीलाई खासै खान मन चाहिँ होइन होइन दाइहरूले चाहिँ एकदमै खाउँ भन्ने कुरा रिक्वेस्ट गरेकोले गर्दा अनि यो अब यहाँ दाइहरू चाहिँ खासमा यो यतापट्टिको यो वाल बनाउनुलाई गर्दै हुनुहुन्छ अनि त्यस पछाडि अब हामी चाहिँ यहाँ आइपुग्यो अरू आन्तरिक कुरा नगरौँ अनि यहाँ भर्खर खाना पाक्दैछ अब यहाँ हामी गलेर भाइ तिम्रो त के छ स्थिति नाजुक भएको हो नि होइन म त यहाँबाट त जाँदै जाँदिनँ सर होइन मलाई चाहिँ यस्तै मान्छे चाहिएको थियो अब उहाँ दाइहरूले चाहिँ अब त्यस्तै ठ्याक्क मिल्यो होइन यो छोड्नेवाला छैन हामी ल अब हाम्रो प्रेम भाइले चाहिँ भाले लिएर आइसकेका छन् अब भाले आइसकेको छ अब यसलाई हामी मर्मत समार गर्दैछौँ यो ग्यास गइसकेको छ ग्यास गइरहेको छ गनाइरहेको छ यसलाई मार्नुलाई अनि अब यहाँ हाम्रो अर्को भाइले भाइको नाम के भाइ के नाम डेभिड भाइले पनि उहाँ पुरै रेडी गराइसकेको छ अनि अब हामीलाई चाहिँ भर्खरै एकजना भाइले सहयोग गर्नुभयो भाले लिनलाई यहाँ माथिसम्म जानुपर्ने रहेछ त्यतातिर पाइन्छ कि भनेर जाँदाखेरि चाहिँ उहाँ भाइलाई स्कुटर लिएर आउनु हुनुहुन्थ्यो उहाँलाई हामीले रिक्वेस्ट गऱ्यौँ यदि सहयोग गरिदिनु भनेर हामी चाहिँ अब गलेको भएकोले गर्दाखेरि अनि हाम्रो प्रेम भाइ चाहिँ गयो प्रेम भाइ गएर भाले लिएर आयो प्रेम भाइ तिमी कहाँ छौ यार तिमीलाई नभेटेको धेरै भयो नि यार तिमी कहाँ हरायो यार तेरिका तिम्रो निराश भयो नि त अघि म भाले लिनु गएको थिएँ नि आम्बो भाले ल हेर्नुहोस् यो भाले हुनुहुन्छ यहाँ हाम्रो स्पेसल सर त फेरि डेन्जर मान्छे हो होइन भाले त देख्नै हुँदैन उहाँले त फेरि पानी तताइसक्नु भएको छ है पानी तातिसक्यो तात्दैछ डाउन गर्नु न त्यो भाले रेडी छ पानी तातिरहेछ अलि माथि गर्नु अब यहाँ काट त्यसमा काटकुट गर्ने काम टमाटर काटिसकेको छ ल बबाल छ बबाल आगोबाट अलिक ठुलो माग्दैन न हो ल अब यहाँ चाहिँ पानी तात्दैछ हाम्रो भाइले फेरि एक दुई सहयोग गर्नु भएको छ नि यो भाले ल्याउन पनि सहयोग गर्नुभएको उहाँले हो अन्तखेरि अचानक खुकुरीको पनि व्यवस्था पनि उहाँले गरिदिइसक्नु भएको छ उहाँलाई चाहिँ धेरै धेरै के राम्रो तपाईँको कौशल भाइ हाम्रो उहाँ एकदम बेस्ट भाइ हुनुहुन्छ हेर्दै अब अनमोल केसीको चाहिँ दोस्रो रूप जस्तो देखिँदैछ उहाँले फिल्म खेल्नुभयो भने चाहिँ हामी पुरै सबैजना फुल टिकट काटेर हेर्न जाने एकदम ल ल ल ल ल अब यसलाई चाहिँ हामी साग जस्तो छ कि यसलाई काटेर अब काटकुट पारेर च्याचुस पारेर अनिखेर हामी पखाल पुकुर पारेर यसलाई मिलाइहाल्छौँ होइन तरकारी 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 चाहिँ यो हावाले धेरै हान्ने र यो आगो बाल्न नदिएको अवस्थामा चाहिँ हाम्रो साथीहरूले चाहिँ यो चाहिँ विकल्पको चाहिँ प्रयोग गर्नुभएको छ यसको लागि उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिनु पर्यो मलाई चाहिँ यो खासै हुला जस्तो लागेको थियो नि तर दामी हुँदो रहेछ दामी भयो हो प्रेममा यो के को लागि हो खसी कटिङ लाग्यो भाग लानुलाई हो तिमी कति हो लाने है ए दादा अनि माथि पो हुनुहुँदो रहेछ त फेरि ल यो चाहिँ सेउला यहाँ हामीलाई चाहिँ यो एकछिन मासु बनाउनको लागि हो अब अलिक सानो सानो बनाउनु पर्छ पुग्छ होला ल यतापट्टि हाम्रो पेसल सर खटे खटे हुनुहुन्छ यतापट्टि उहाँ नेतृत्वदायी भूमिकामा हुनुहुन्छ उहाँ उमेश अधिकारीज्यू हाम्रो अङ्कल काका उहाँ वरिष्ठ मान्छे हो यो फाँटको उहाँ हाम्रो पिकअपवाला भाइ एक्टिभ भाइ उहाँ हो के अरे भाइको नाम डेभिड भनेको बिर्सिरहेको छु फेरि नामै अर्कै छ कि अनि बिर्सिरहन्छु नेपाली नामै छैन उसको अनि डेभिड भाइले त डेभिड भाइको त राम्रो ल भालेको त आन्द्रा भुँडी सबै प्लाकै निकाले बाहिरबाट यार
भालेको त गाँड मारेर नि दादा डेभिड भाइको फेरि उस्तै छ पिकअप हेर त प्रेम भाइ यतिको हुनुपर्छ कि के गर्नुपर्छ पर्छ यतिको चाहिँ हुनुपर्छ यतिको त हुनु पर्यो नि बालेन दादाले पनि यतिको चाहिँ हुनुपर्छ माथिबाटै सुन्नु होला मलाई त धेरै याद आउँछ त त्यो बाटो हिँड्दै याद आउँछ त्यतिखेर पनि अब त्यतिबाट हिँड्नु पर्यो डेभिड भाइले चाहिँ भाले अहिले पनि कराउँदैछ यार डेभिड भाइले चाहिँ अब यहाँ ल्याङ हानिसक्यो भालेको बिजोक बनाए होइन यस्तो बिजोक हामी हेर्न सकिँदैन भाइ छिट्टो रेडी बनाऊ अब यहाँभन्दा धेरै रेस्ट गर्न सकिन्न होइन वेट गर्न सकिन्न यो भालेको बिजोक हेर्न सकिएन हामी दिनभरि पनि गर्न सक्छौँ बिजोक चाहिँ हेर्नु गर्न सकेन नि हामी पहिले गाई घाट जाँदाखेरि भात पकाएर खाइन्थ्यो नि आज ठ्याक्कै ल आलु फ्राई हुँदैछ लाएर आलु फ्राई गर्ने हो अनि यतापट्टि यो रेडी हुँदैछ चिकन पनि लोकल चिकन भाले भन्छ फेरि चिकन भनेर पोथी होइन यतापट्टि सिउर फ्राई हुँदैछ है साथीहरू ए ऊ त मेरोबाट पनि खिच न राजा ए ऊ ल्यान्डस्केपबाट खिच ल भरे मलाई पठाऊ अब यो चाहिँ हाम्रो परदेशी खाना खाइँदैछ अब ल्याप्प लाएर चाहिँ यति त हानिन्छ होला हौ यहाँ भोक लागिरहेको खोइ पारिपट्टि मान्छे केही थिएन पारिपट्टि देखिँदैन त मान्छे भातको चुलीले अड्क्यो त अनि चिज त नि एकचोटि चलाउनुहोस् के चिज बनाऊ होइन ल अब यहाँ चाहिँ झ्याप्प लगाएर यो मुसिने त चाहियो फेरि यार चाहियो पानी हालेर छोडिदिनु न त्यति कहाँ छोड्नु अब त पानी हाल्ने त्यो पनि छलिने खालको भेजलाई पो सजिलो बोल अतै सुरुमै पालो आयो यार यो तिमीलाई थाहा छ नि मेरो भेजनको फाइदा हड्डी पाक्नलाई पुरै टाइम लाग्छ अब टेन्सन भयो नि त हामीलाई ल कोही खान्छ भने छ है यता पनि हान्नुपर्छ कि हो दामी बनाउनु गाउँको नाम पनि यसो पट्ट भन्दिनु होइन कुन गाउँ रे सिमला मोती गाडी भनौँ न के छ भात खाइसक्यो 4 भागको 3 भाग खाइयो अब 1 भाग बाँकी छ उहाँको चाहिँ नि पाकी पनि सक्नु खाइ पनि सक्नुभयो होइन अब हाम्रो चाहिँ यहाँ भात चाहिँ छ एक खड्कुलो छ यहाँ खड्कुलो चाहिँ छ भात पाकिसकेको छ हामी आउनुभन्दा पहिले पाकेको थियो अब अनि यहाँ तरकारी चाहिँ यहाँ डेभिड भाइले फेरि यहाँ बबाल छ कि फेरि उहाँको पिकअपै यो चाहिँ एकदम धेर छ के चिज यतै छोडिएछ नि त खोइ भुत्लाको त बन्द रहेछ त चिजबाट के अरे के भन्छ तिते के तिते भुत्ला चाहिँ त्यतिकै डोडाएर होइन अनि नाङ्लामा चाहिँ त्यो नाङ्लामा गरेर तिते बनाएर खाँदो रहेछ फेरि थपौँला अहिले सबलाई पुऱ्याउनु पऱ्यो नि त सन्दैछ नि त नि ग्रुपको ल अब साथीहरू चाहिँ यहाँ खाना थालिराख्नु भएको छ आज संयोगले हुन्छ भेट मायाले हुन्छ सम्झना भन्ने यो चाहिँ हाम्रो शीर्षक अनुसार यहाँ हाम्रो एकजना साथी हुनुहुन्छ हाम्रो साथीको घर चाहिँ मकवानपुर कि कहाँ अरे सिन्धुली चाहिँ उहाँको मकवानपुर है उहाँ अर्कोजना साथी हुनुहुन्छ यतापट्टि हाम्रो प्रेम भाइ हाम्रो सापकोटा भाइ हुनुहुन्छ यहाँ उहाँ चाहिँ आजको यहाँको विशेष मान्छे हामीलाई चाहिँ यो कुखुरो खोज्नलाई सघाउनु हुने मान्छे ल ल ल ल ल ल ल ल
यो कति जुम पारेकै मरा कसो छ एकदम देख्छ नि यार अर्गानिक छ है अर्गानिक हाम्रो अब यो चाहिँ छ सुरु भइसकिरहेछ ल यो ठाउँमा आएर भाषा जुरेको रहेछ जुर्नुपर्छ हरेक कुरा धेरै कुरा त्यसै अनि डोलेश्वर आशापुरी त्यसै मन्दिर दर्शन गरेको छ त मरा हो पनि भयो अनि दौरा जाऊ तिमी पनि त्यहाँ बस ल यता हाम्रो मैले देख्नमा भ्याएका ल यहाँ चाहिँ हाम्रो मागरजीले गर्नुहुँदैछ ऊ चाहिँ तामाङ है क्या मगर हो ए मगर उहाँ चाहिँ तामाङ आस्याङ के छ नि कुन तामाङ तपाईँहरू दोङ स्याङताङ हजुर ठिङ हो ल राजा अनि ठिक छ कस्तो भयो त खानाको अहिले तारिफ गरेर फुर्सद भयो होइन अहिले चाहिँ खाऊ तारिफ भरे गरौँ ल प्याज पनि थपौँ भनेर मासु प्याज अब के छ ल चिजै चिज छ अब तिमी त सुत्नै पाइहाल्छौ नि एकछिनमा पर्खेन साँप्रो सराप कुखुराको साँप्रो सराप अब अघिको त्यस्तै हुन्छ अघि नि सुरुमै चढाउनु पर्ने अघि मैले त चढाइरहेको थिएँ मरा रिमे झिमे ल ल अब हामीले चाहिँ यहाँनिर खाना पनि खाइसक्यौँ अनि हामी अहिले एकछिन रेस्ट गर्दैछौँ उहाँ हाम्रो साथीहरू चाहिँ खाँदै हुनुहुन्छ भर्खरै खाइसक्नु लाग्नुभयो होइन हामी खाएर विषय अनि हामी 1 2 3 4 5 6 7 8 कतिजना छौँ 1 2 3 4 7जना छौँ लकी 7 जनाले चाहिँ हामीले यो ठाउँमा आज खाना खाइएको छ भाइहरूसित बबाल रमाइलो गरी भाइहरूलाई कस्तो लाग्यो डेभिड भाइलाई कस्तो लाग्यो डेभिड भाइ फेरि हाम्रो साह्रै रमाइलो मान्छे हो होइन फेरि तर कतै रमाइलो भयो अनि अब भाषा खाइसक्यो अब हामी एकछिन रेस्ट गरेर अनि अब हामी निस्किन्छौँ हाम्रो बाटोलाई चाहिँ धेरै टाइम छ हामी पुग्नलाई धेरै टाइम छ हामी हिँड्दै जानुपर्ने भएकोले हामीलाई लगभग अझै 2-4 घन्टा लाग्न सक्छ त्यही भएर हामी बिस्तारै अब खाना खाइसक्यो अब यति भएपछि आनन्दले हिँड्न पाइयो नि त होइन हेलो गाइज हेलो After eating, we headed to our destination. काङ्ग्रेस अपराधी मिली भएछ मजाले खान पाइयो कसैले पोल खुलाउनु पाएन